तीनचोटि सांसद बनेका एमालेका नेता दामोदर भण्डारीको ख्याख्वा भिडियोको क्लिप सामाजिक सञ्जालमा भाइरल भएपछि आलोचना सुरु भएको छ। सुन्नुस् यो भिडियोको क्लिप। भारी बोकेर सिल्ले गर्न लागेपछि भखा भनेर अनुगत्य के हो गर्ने कसरी बाटो नै हामी सिल्ले गरेर पिठमा बोक्बाट 40 रुपैयाँ जाति त बाटो बुल राखिने भनेर हामीले अस्ति पर्यो अल्छीका कुरा हुन्। अहिले पनि हामी यहाँ आयो भने धनगढीका टमाटर खाइरहेका छौँ। खल्ला रोग यहाँ उपलब्धि पाउँदैन हामी यहाँ तेरी यार खाली तम ख्याख्वा गरेको छ यार तमरा ताइन नाइ दिनु आकोटोमा। बैतडीबाट चौथो पटक संघीय सांसदको उम्मेद्वार बनेका दामोदर भण्डारी विरुद्ध स्थानीय स्तरमा असन्तुष्टि बढ्दै गएको छ। पहिलो पटक सांसद हुँदा जोलाघाटमा पक्की पुल बनाउने बाचा अझै पुरा नभएको भन्दै मतदाताले प्रश्न उठाएका छन्। अघिल्ला 3 निर्वाचनका घोषणा पत्र र यसपटकको प्रतिबद्धता तुलना गर्दा भोट नदिनुपर्ने अवस्था आएको दावी गर्दै बैतडीवासीले आक्रोश व्यक्त गरिरहेका छन्। यसैबीच खानेपानी समस्याबारे प्रश्न गर्दा मतदातालाई नै हप्काएको भिडियो क्लिप सामाजिक सञ्जालमा भाइरल भएपछि भण्डारीको व्यवहारप्रति थप आलोचना सुरु भएको छ।